हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भ्लग। आजको भ्लग चाहिँ बाइक राइडको बारेमा बनाउन लागेको छु होइन। हामी चाहिँ आज बाइक राइडमा जान लागेको, अलिकति लङ ड्राइभ नै हुन्छ होला, 1-1.5 घन्टाको ड्राइभ होइन, वान वे। सो 2-3 घन्टाको ड्राइभ हुन्छ। सो हामी चाहिँ अर्विङतिर जान लागेको आज है। यसो हल्का टुर गर्नु पऱ्यो, लङ ड्राइभ, प्लस त्यहाँ गएर हल्का लन्च पनि खाएर आउनु पऱ्यो भनेर चाहिँ हामी चाहिँ 2टा बाइक अनि एउटा चाहिँ स्लिङ सट, 4जना जति चाहिँ हामी जान लागेको छौँ है। अब चाहिँ म रेडी भइसक्यो जानलाई, सबै कुरा बाइक साइक निकालिसकेँ है। बाइक रेडी छ। यसलाई चाहिँ स्टार्ट नगरेको धेरै भइरहेछ है। म धेरै नै पछि जानु लागेको बाइकमा। यसलाई स्टार्ट गरेर चाहिँ अब म निस्किहाल्नु पऱ्यो है, त केटाहरू वेट गरिरहेछ। हामी चाहिँ अहिले ज्यामिङ सेसन भइरहेछ यहाँ, बाइक राइड गरेर यहाँ अब अलिको घरमा आएर यहाँ विनोदय गीत गाइरहेको लालु पाते फुले बनाएमा रमाइलो भएर ज्यामिङ सेसन। सन्तोषले गिटार खतरा बजाउँछ, ड्रमर सिङ्गर मन्दिप सिङ्गर दामी भइरहेछ, रमाइलो भइरहेछ। सो हामी चाहिँ अब अहिले लन्च खान गइरहेको, हल्का ज्यामिङ सेसन सकाएर लन्च खान गइरहेको हामी चाहिँ अहिले। वेदर पनि दामी छ क्या आज। अमेरिकामा चाहिँ बाइक कुदाउँदाखेरि चाहिँ अब यस्तै हुन्छ, टेक्सासमा स्पेसली है। अहिले चाहिँ हामी भित्रको बाटो हिँडिरहेको छौँ। स्पिडको लिमिट चाहिँ एकदम हाई हुन्छ यहाँ है। यो चाहिँ अब हाइवे पनि होइन, यो चाहिँ एकदम भित्रको बाटो भयो क्या। यहाँ पनि 40 माइल्स पर आवरको स्पिड लिमिट छ। अगाडि स्लिङ सट, सन्तोष आफ्नो कावासाकीमा। हामी चाहिँ अहिले इन्डियन खानालाई आइरहेको छ यहाँ, पाकिस्तानी बिरयानी अल मार्काज भन्नेमा गाडी कुदाएर थका लाग्यो है। अब हल्का यहाँ लन्च दिएर अनि त्यसपछि हामी फेरि क्यारल्टनतिर जाने प्लान भइरहेको छ। क्यारल्टनतिर गएर हल्का त्यहाँ पनि घुमेर है हामीको होम, त्यही हो, रमाइलो भइरहेछ। वेदर पनि दामी नै छ टेक्सासमा अहिले, समरको वेदर हुन थाल्यो अब चाहिँ। र हाम्रो चाहिँ आज पान खाने प्लान बनाएको छ यहाँ, नेपाली पान पाउने छ। हामीहरू पान खाना चाहिँ आइरहेछौँ। अमेरिकामा पान पनि पाउँछ, स्पेसली डालसमा।
मजाले पान पाउँछ है फ्रेस मिठा पान है त अब हामी चाहिँ हामी जब क्याफे मान्डु आइसक्यौँ अब अर्भिङ मोमो खान आइरह्यो यहाँ फेरि मोमो खानु पऱ्यो भनेर त्यो अल द वे नर्थबाट अब साउथ आइसक्यौँ हामी है मोमो खान क्याफे मान्डुमा के कफी खाने ल अमेरिकाको जुजु दो खान आइरह्यो हामी केटाहरू सन्चो कस्तो मिर्छ जुजु दो खानु क्याफे मान्डु होइन अर्भिङमा चाहिँ एउटा क्याफे मान्डु भन्ने रेस्टुरेन्ट छ त्यहाँ चाहिँ जुजु दो पाउँछ एकदम खाजा चाहिँ वाह क्या हुन्छ क्या सही रहेछ यार खाउनु चाखेर हेर न चाखेर हेर भन न आफ्नो भ्यू देऊ न यार सधैँ मिठो लागिरहेछ मिठो है दामी छ भन न कस्तो छ ठिक छ यहाँ चाहिँ नेपाली सेलरोटी पनि अमेरिकामा बेच्न राखिरहेको छ यसरी रेस्टुरेन्टमा समोसा तपाईँहरू सेलरोटी
मजा आइरहेको छ दार्जिलिङ ल आज चाहिँ हाम्रो ब्लग चाहिँ यहीँ एन्ड गर्नु पर्ला है भर्खर घर आइपुगेँ एकचोटि फेरि भेटौँ ल सी गाइस बाई